यो चाहिँ श्री काशी विश्वनाथ धाम हो। जति पनि यहाँ भक्तजनहरू आउनुहुन्छ यो बोटबाटै आउनुपर्छ अनि फेरि रिटर्न यो बोटबाटै जानुपर्छ, किनभने अरू बाटै छैन होइन। यहाँ गङ्गा नदी हुन्छ र नदी पार गरेर आउनुपर्छ, फेरि उता जानुपर्छ। र यो जुन चाहिँ हामी चाहिँ अहिले अब धामको दर्शन गरेर जानु लागेको र सबै हाम्रो यहाँ डिबी सर पनि यहाँ हुन्छ, के किन्नुहुँदैछ यहाँ फेटा लाउने जति सबै हाम्रै ग्रुपको हो। र अहिले हामी जाने तयारीमा छौँ र फेरि गएर चाहिँ फेरि आउने भनेर चाहिँ भन्नुहुँदै थियो, किनभने भरे चाहिँ आरती हुन्छ अरे। आरती चाहिँ कहाँ हुन्छ भने यो पर घाट छ, त्यहाँ अझै 5वटा घाटको उतापट्टि जानुपर्छ, लगभग यहाँबाट हिँडेर आधी घन्टा जस्तो लाग्छ भन्नुहुँदै थियो। तर फेरि 9बाट जाँदाखेरि उता डाइरेक्ट त्यहीँ पुऱ्याइदिँदो रहेछ, भरे फेरि त्यहाँ 9बाट त्यहाँ डाइरेक्ट जाने भनेर भन्नुहुँदै थियो। त्यसो गर्दा छिटो हुन्छ अरे, राम्रो पनि देखिन्छ भन्नुहुँदै थियो। र अहिले चाहिँ अब आफै क्यामेराम्यान भएकोले गर्दाखेरि चाहिँ अब आफ्नै फोटो निकाल्नु चाहिँ नसक्ने रहेछ। अघि बिहान यस्तो धुम्म भएको थियो है, अन्त अहिले चाहिँ घाम पनि लागिरहेको छ माथि। सूर्यदेवले पनि दर्शन दिनुभयो, धन्यवाद छ। र राम्रोसँगले दर्शन गरेर आइपुग्यौँ। भिड हुन्छ भन्ने भन्नुहुँदै थियो बिहान है गाइडले, तर त्यस्तो भिड थिएन, सजिलैसँग दर्शन गरेर चाहिँ हामी अब फर्किन लागेको। धन्यवाद।